Hello and namaste everyone, welcome back to my another video. It's me Vishal. I hope सबैजना सन्चै हुनुहुन्छ होला, राम्रै हुनुहुन्छ होला, बबाल हुनुहुन्छ होला र म पनि एकदम बबाल छु। आज चाहिँ म चाहिँ पूर्तिघाट तिर हिँड्न लागेको, गाडी चाहिँ आएको छैन। फाइनली अहिले चाहिँ म जानी गाडी चाहिँ आइसकेको छ है। अब चाहिँ हामी गाडीमा चढेर जाने बेलामा छौं। 1 hour later. भगवान। सो अहिले चाहिँ हामी चाहिँ पूर्तिघाट बजारमा देख्न सक्नुहुन्छ। यता चाहिँ पूर्तिघाट बजार, रबिनको बाल जेक्का कटिङ काटेछ पुरा, के अरे बड्डु कटिङ। Oh my god! Wow! हामी चाहिँ अहिले पूर्तिघाट बजारमा अब चाहिँ हामी खाना जाने हो। बजार चाहिँ चहलपहल छ है। आज चाहिँ दसैँ लागेछ बजारमा नि। रबिन, भेनालाई केही भन्न छ? छैन? कस्तो छ बाल? बाल कटिङ कस्तो लाग्यो त? ठिकै छ? ल हामी चाहिँ अब चाहिँ यता रोशन दाईको चाहिँ फोटो खिच्न जाँदैछौँ। अहिले चाहिँ हामी ट्याक्क पूर्तिघाटको यो भाइरल डाँडामा आएका छौँ। यो चाहिँ भाइरल डाँडो, यता चाहिँ नयाँ पुल, यता रबिन अनि म। अब चाहिँ हामी ट्याक्क उता पुलतिर जाने वालामा छौँ। अब सिधै तपाईहरुलाई म पुल देखाउँछु है त। पुल फाइनल्ली पुलमा प्रवेश गरियो है हामी चाहिँ। यो चाहिँ पुल छ, पुलमा चाहिँ मान्छेहरु बसेछन्। यता चाहिँ नदी छ। आइसके यता डराउँछ या लास्ट यार। आइसके त डर पोखियो। आइसके नदी चाहिँ हरिफ ठुलो भयो है। हरिफ माथिदेखि चाहिँ पुरा बाँदरले परार हानेछ के पुलमा नजाऊ भनेछ। बाँदर पुरै वहाँ पुरा के टिपेर खाइरह है। अब चाहिँ हामी यहाँ यसो फोटो खिच्छौँ अनि चाहिँ जान्छौँ। र उता चाहिँ धेरै बिचमा चाहिँ हामी जान्नौँ, किनकि रबिन जान चाहिँ डरायो एकदम। डरपोखै चाहिँ यो रबिन चाहिँ। अब यहाँ चाहिँ फोटो खिच्नु पर्ने हुन्छ अनि चाहिँ हामी चाहिँ जान्छौँ फेरि।